बस्ने फ्रम धरान र आजको मेरो भ्लग चाहिँ अबाउट टुर हुनेछ। सो आज चाहिँ हामी टुर जाँदैछौँ स्कुलबाट। अनि खासमा चाहिँ हामीलाई 5:30 बजे आइपुग्नु भन्नुभएको थियो, बट यहीँ नै 5:30 भइसक्यो। सो अब लेट त हुने नै भयो, तर पनि 6 बजेतिर गाडी हिँड्छ होला। सो म चाहिँ यहाँ कफी खाँदैछु। अनि अहिले चाहिँ त्यही 5:30 भयो। अनि म चाहिँ ठिक परिसकेँ। मेरो चाहिँ यो टोपी नयाँ हो, अनि चाहिँ यो ब्याग नयाँ हो, अनि यो के भन्छ होला त्यो पनि नयाँ हो। यो भिडियोहरू चाहिँ सबै टुरको हुनेछ अनि एकदमै रमाइलो पनि हुनेछ। सो म यो भिडियो चाहिँ आई थिङ्क म युट्युबमा हाल्छु पनि होला, किनभने हुन्छ नि लाइक अब यो त मेमोरी हुन्छ नि त, यो भनेको त मेमोरी हो नि त। सो त्यही हो, म हाल्छु यो भिडियो चाहिँ। अनि अब त्यही हो, सुरुमा त बनाऊँ अनि त्यसपछि हाल्ने कुरा हो होइन। अब म बनाउँछु त म गएर पनि सबै बनाउँछु, ट्राई गर्छु सकेसम्म। त्यही हो। अब दिदी आउनुहुन्छ, हामी दुईजना जान्छौँ। यहाँ ऋतु दिदी हुनुहुन्छ। सो उहाँ र म चाहिँ स्कुल जान्छौँ। अनि यता बाई। सो गाइस अहिले चाहिँ म जाँदैछु ऋतु दिदीलाई भेट्नलाई। अनि म एक्लै बाटोमा सुनसान हिँडिरहेको छु घुमाइबाट। मेरो ब्याग हेर्न सक्नुहुन्छ, म एक्लै हिँड्न सक्नुहुन्छ। कोही छैन, नो वान इज हियर। हामी साथीहरू बेला भइसक्यो। हेलो प्रमिला अरू त चिन्नै हुन्छ। यहाँ चाहिँ झोला रहेछ, अनि अरूहरू पनि छ, उता पनि छ, धेरैजना। हामी गाडी चढिसक्यौँ। यहाँहरू चाहिँ अब यहाँ हाम्रो दिदी आदरणीय दिदी हुनुहुन्छ। अनि यहाँ साथीहरू हुनुहुन्छ। यहाँ चाहिँ बर्थडे हुनुहुन्छ। अनि सबैजना यहीँ हुन्छ। सो गाडी सबै चाहिँ म गाडी हिँडेपछि उसको चाहिँ यहाँ गिफ्ट ओपनिङ गर्दैछ। हेरौँ है आज बर्थडे गर्छ। साथीहरू गिफ्टहरू प्रमिला के हो यो? शर्माउँदै मायालु अहिले चाहिँ हामी यहाँ ठ्याक्क विराटनगर होइन, के हो यो विराटनगर। फर्स्ट टाइम म विराटनगर आएको। म त सेकेन्ड टाइम हेर्छु। अब मजाले म विराटनगर हेर्छु। हाम्रो साथीहरू छ अरू त्यही हो। Cheese ball is sponsored by Maria. Thank you Maria. Welcome. अहिले हामी उल्लाबारीमा छौँ। यही बस्नु
गाइस हामी सोध्न आँटेछौँ मिसलाई खानेकुरा मिस तपाईँ गयो मेरो यस्तो खानु त भन न यात्रामा त नि के गर्ने भन न मिसहरूको पनि यस्तै मेरो मात्रै छैन आज मैले कि स्कुलमा गयो उलाबारी के भयो अब सुन्दर रहेछ अघि 1 घन्टा भइसक्यो सुन्दर होइन सुन्दर रहेछ त अघि गएको त हौ झिमझिमाउने आँखाले कति राम्रो घर त्यहाँ हेर पर्यो बाबा चोकलाई मन त पहिले होइन मैले देखेको बट मैले झापा हुँदैछ होइन झापै हो डाफे होइन त डाफे राम्रो रहेछ अरूभन्दा डिफ्रेन्ट रहेछ है सो गाइस हामी चाहिँ यहाँ अर्जुन धारा मन्दिर आइसक्यौँ यो चाहिँ फर्स्ट टाइम हो आएको म चाहिँ गाइस यहाँ चाहिँ भमिट गर्ने मान्छे 6 चोटि अति सिकिस्तै हुनुभएछ उहाँहरू 6 चोटि भमिट गर्नु के अरे त आइस कि आउँछ अरे हो त आइस कि आउँछ अरे ओए कति राम्रो रहेछ 100 कति रे 108 के शिवलिङ्ग गाइसहरू म आएको थिइनँ है ओए जुत्ताहरू यहाँ होइन त्यहाँ अब मान्छेहरू खोज्नु पर्ने हुन्छ साथीहरू कोले उल्टी गर्यो सकेनाहरू झन्डै सबै बिचाराको हाँसी गाजरले भेटिसक्यो मलाई थाहा उसको चाहिँ यहाँ एकचोटि यहाँ सुनाए 70 यहाँबाट यहाँ सब बनाम हेलो कस्तो भयो तिम्रो ट्राभल यस्तै हो अब होइन यस्तै गाह्रो छ अर्जुन धारा मन्दिर पनि के गर्यौँ दर्शन गरिसक्यौँ अनि यसो हामी बसमा हामी कहाँ जाँदैछौँ है हामी इलाम जाँदैछौँ तिमीलाई कस्तो राम्रो देखेको यहाँ चाहिँ हुनुहुन्छ म अघिदेखि भ्लगमा देखिँदैछु थाहा छ होला तपाईँलाई चिन्नुहुन्छ प्रमिला राई भन्न आँटेको थियो मैले होइन म प्रमिला श्रेष्ठ हेलो तामा यहाँ चाहिँ तुलसा पराजुलीज्यू हुनुहुन्छ आदरणीय दिजु तपाईँहरूले यो भ्लग हेर्नुहुँदैछ भने मलाई टिकटकमा फलो गर्नु होला नगर्नु होला इन्स्टामा मेरो आइडी छ प्रमी योन्जन 2टा 0 तिमीहरूले फोटो खिच फोटो पनि छैन भिडियो पनि छैन केही बाई बाई अर्जुन धारा यहाँ उसलाई त देखाएकै छैन मेरो प्रिय मेरो एक्स बेन्च पार्टको भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी सरी हुनुहुन्छ उहाँलाई देख्छौँ खान्छ उहाँलाई पनि देख्नु नै भएको इन्ट्र्याक्टमा हाम्रो प्रेसिडेन्ट भनेर चिनाएको अहिले चाहिँ 9 क्लासको दिदी भनेर चाहिँ 9 क्लासको दिदी भनेर चिनाएको अरे मालिक को थोड़ा सा गलती हो गई अनि यहाँ हाम्रो दिदीहरू युट्युब च्यानललाई सब्सक्राइब पनि गर्दै आयो यो चाहिँ फेरि के हो हाँसेको यो फ्यामिली केही ट्विनिङ भएछ लुगाहरू
अब फेरि हाम्रो प्रवेशद्वार बसतिर हामी बोलबम ला कसको जुत्ता हो त्यो फेरि अब चटपट खाने हो हामी भर्खरै मन्दिर दर्शन गरिरहेको म त एकछिन बाहिर बस्छु सो साथीहरूलाई अलिकति जानुहुन्छ अनि अर्को गाडी चाहिँ कहाँ गयो यहाँ छ यहाँ फोटोसुट गरेर आउनु भएको छ अहिले चाहिँ हामी यहाँ आएको छौँ यो श्री शङ्कराचार्य पीठ वेदांग संस्कृत सरहरू भित्र जानुपर्छ हामी चाहिँ युट्युबमा साँच्ची म त हाल्छु त सब जान्छ सब कुनै कट हुँदैन नो कट नो तक्ला हाम्रो आयो छटपट खाएर बसमा छटपट कसरी खान्छौ त यसो छैन त उगाउने छैन गाइसहरू फोनायो गाइस बाबाले मरे म त यो 100 केजीको मान्छेले 20 केजी लाएर 20 होइन 40 लाग्यो गाउँतिर आफ्नै गाउँ फर्की गए भन्नु मिलेन आफ्नो गाउँ पनि होइन जाऊ बहिनी जाऊ हेलो अहिले चाहिँ हामी ओइ के डाँडा अरे कहाँ कुटी डाँडामा आएको छौँ पाथी भाडा कुटी हेर त कुटी कोही होइन कुटी डाँडा अनि पाथी भाडा गलिपुरा छ अनि त्यही हो हामी चाहिँ भात खाना आएको छौँ अनि उनीहरू चाहिँ खाइसक्यो अनि हामी चाहिँ खाना बाँकी भात खाने के गफ हुँदैछ खेसाक खुसुक के को बारेमा हजुर नयाँ कुरै हेर त मैले थाहा भयो टर्निङबाट हेरौँ न त्यही हो ल बाबा कसहरू यहाँ दाल आयो होइन मलाई अनि यहाँ लक चाहिँ लागेको होला नि त फेरि गाइसहरू घरु हिल साइड भन्ने होटेल वाउ अनि फेरि कन्यामा यति धेरै उतो पर त छैन त भिड त है भिड कम्ती छैन त पर त धेरै चाहिँ छ भनेको हामी के त्यो बसमा थिएन तिमीहरू खिच्दैन त हाम्रो गाडी गाइड चाहिँ अहिले हामी जुत्ताको फोटो खिच्दैछौँ
हामी घाम्रो जुत्ता कस्तो छ भनेर अलिकति हुन्छ नि त खाना खाएको भिडियो बनायो गाइस मेरो चाहिँ यहाँको सबैभन्दा जुन राम्रो छ नि मेरो त्यही हो ए यो धेरै खाना कसले थप्यो होला नखाने भन्ने मान्छे म त खानै सकिनँ यहाँ पनि यिनीहरू फुटबलकै कुरा गर्दैछ ल हो म त नेमार भनेर सुनेको आजको बर्थडे होइन 17 कि 19 हो 19 होला होइन भन न यसो र 16 होइन 17 कि 19 सब चाहिँ हामी पुठिन जाँदैछौँ यहाँ इलामको बर्थडेमा चाहिँ यसमा अहिले चक्लेट किन अरे म त खोइ मलाई थाहा पनि छैन यस्तो पाउँछ भनेर मतलब प्रसाद चाहिँ कुन मन्दिरको कति भन सो गाइसहरू अब चाहिँ हामी मिसहरू होइन अब यो यस्तो हुन्छ क्या यो भनेको मेमोरी हो क्या मेन भनेको भन त अब त्यो हो कि अब मेमोरी अनि झन् युट्युबमा हाल्यो भने अब धेरैले हेर्छ अब त्यो त फाल्ट्यो हो त्यही पनि अब हुन्छ नि त अब जहिलेको लागि हुन्छ नि त धेरैमा धेरै छैन सर्चमा भनेको 1K.3 के गर्छ 1.3 के छ भिडियोहरूमा धेरै भन्दा 100 गर्छ न छैन धेरै मैले ट्राई गरेँ त्यस्तो होइन क्या मैले जस्ट हालेको यस कारणले हालेको किनभने मलाई डिलिट हुन्छ त्यहाँ हाल्नु भने डिलिटको सम्भावना कम हुन्छ अनि भोलि पर्सि हेर्नु पनि मिल्छ यसो अब बिस्तारै गर्दै गर्दै जान्छ मैले गरेको छु हो धन्यवाद म थाहा छैन गरेको त्यस्तो होइन मैले त्यतिको बनाएको मात्रै पो त डटपेन यहाँ छ डटपेन खोइ हाल्यो छ मसँग डटपेन छ यहाँ गाइजहरू यहाँ के गर्नु भाइ र धेरै हुनु पनि यहाँ तना धेरै छ साइडै आउँदैन रहेछ बिचरालाई सिसेपमा बसौँ कन्या चक्लेट किन्ने भन्छ है के पोसिबल भयो भने भरे आउनु ल अरे सम्भव के अरे जसले भरे आउनु ल भन्छ हुन्छ उहाँहरूलाई भनेकै हुन्छ उहाँ हेर्नु बाइकले भन्नु मिल्छ त हौ सुने पो अब लुगा चाहिँ कुन लाउनु भयो तिमीहरू कुन लुगा लाउने म त मगरै लाउँछु यहाँ महँगो हुन्छ होला है होटेलहरू महँगो हुन्छ होला यहाँ धेरै टाइप जस्तै हुन्छ के अरे नसर्ने लडायो भने घोडा ए यहाँ यता पो हुँदो रहेछ अनि मनी चाहिँ कति हो मनी चाहिँ ए यसरी त्यो उयो होइन जेसुकै होस् त्यो भने त्यही हो ट्रान्सलेसन हजुर हुँदैन मैले सबै डिलिट त हानेको छैन तर पनि हुँदैन अनि लगाइसक्यो त यता के हो यो कुन ड्रेस हो यता नेवार्ने यता नेवार्ने यता नेवार्ने के भएर राम्रो भयो
सबै नेवार ड्रेसमा ढकमक केही बलेर केही नै छैन यसको कस्तो मजाले भएको यो मैले भने थिएँ कनेक्ट गर्नु हिँडौँ 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 चियाबारी राम्रो मेरो यो फेरि कन्ट्याक्ट बस्तिर छैन साडी भन यो के होला थाहा छैन यो चाहिँ कुन हो एउटाको 100को 90को 4 होला 90को 4 100को आउँदैन 90को 5 र माग्नु 100को 5 वटा यो बहिनीहरूको खिचिदेऊ ल होइन कि म लडेको छु अनि मैले टिप्दिएको कि भएन नि त चोरेको भएन सहेन चोर सहे त हामी आउँदैछौँ है फोटो खिच्न हो बाटो कता हो यतैबाट हिँड अब म त यताउता के भइसक्यो हो आज त चाहिँ खतरा हुने मन ला मेरो बेच्च पैसा ल अब चाहिँ हामी आयो ओइ हो हामीले चाहिँ फोटो पनि खिच्न सक्छ अब चाहिँ हामी झर्दैछौँ मिलाम बजार सरी कन्याम बजारदेखि यस्तो रमाइलो भयो ऊ यहाँ चाहिँ हामी जान पाएनौँ है माथि त्यहाँ चाहिँ जानुपर्ने हो क्या बहिनी है के भयो कस्तो छुन दिन छ होइन के दिदीले हामीलाई फोनै दिनु हुँदैन त्यस्तो होइन अब यो भ्लगर साथीले हामीलाई एक सेकेन्ड फोन चलाउँदैन आफै फोन बोकेर मैले साँच्ची भनेको कसलाई पनि दिएको छैन फोन म दिन्न पनि त्यस्तो तर स्वार्थी बन्न खोजेको होइन कि हराउँछ भनेर मलाई त्यस्तो पनि सोचेको होइन क्या हुन्छ अब तिमीहरूले नेगेटिभ सोच्छौ क्या तर त्यस्तो होइन क्या क्यामेराले आँखा त देखो होला नि त ऊ यता हेरौँ न त वाउ राम्रो देख्छ भन्दा बिस्तारै पक्कै म जान्छु म सबै यो भ्लगमै हाल्नु क्या प्रमिला एडिट पनि म केही गर्दिनँ यसमा अब सबै म ऱ्यान्डमली हालिदिन्छु हल्का कट त हाल्नु किन ओइ 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 बिस्तारै आइज के छु थन कमेडी हुन्छ राम्रो हिँड्दै दाग लाग्यो है भगवान् अहिले म लडेँ भने छैन हो फेरि तर म त हालिदिन्छु म त मेरो ओइ कस्तो राम्रो मलाई पनि खिच्दैन ओइ प्रमिला एउटा खिच्दैन त्यो फोटो ए यहाँ खिच्दैन यहाँ उभिन त्यही त भयो ल आइज भयो मेरो
बल्ल बल्ल मेरो हालत खराब भइसक्यो त्यसै हार्नु होला यो इलाम हो ठ्याक्क यो इलाम त अघि आइसकेको त्यही पनि के हो थाहा छैन चोको यहाँ टाइमर रहेछ यति धेरै भिडियो पनि यहाँ सबैभन्दा धेरै मेरै भिडियो छ आज ट्युसडे हो मङ्गलबार कति बुढा भयो हेर म 12 मलाई थाहा छ यहाँ चिसो चिसो मौसममा तातो तातो भ्लग स्टार्ट गरिहालेको हेर त अब लो ब्याट्री भएर फ्ल्यास पनि बार्नु जानु भयो अब हामी माम खाने भात खाने होइन त्यही भएर बसेको हामी अनि आगो थाप्ने अनि नाच्ने अब मेरो ब्याट्री लो भइसक्यो म कसको मोबाइलबाट बनाउनु हेर त दुःखको कुरा अब चाहिँ म भात खाएर सुन्दैछु बाई ओइ गाइस जिन्दगीको कुरोमा यस्तो टुट कहिले भएको थिएन होला हेर्नुहोस् फर्स्ट कुरा होइन क्लास पनि त्यस्तै नै नलागेको अनि ओछ्यान देखाइदिउँ न सिरियसली गाइस यिनीहरू चाहिँ यहाँ सुतिरहेको छ के यहाँ सुतेर चाहिँ हामी यहाँ भुइँमा सुतिर हामीलाई हेपिसक्यो रुमभित्र भएको फेरि एउटा कुरा तर्सायो यो चाहिँ हो है आज चाहिँ हामीलाई तर्सकै हो पत्याउनुहुन्न होला तपाईँहरूलाई त्यस्तो लाग्छ होला भ्रम लाग्छ होला तर भिडियो गर्न पाएको भए हामी गर्थ्यौँ होला ढोका ढाउन गऱ्यो अनि हामी खोल्दाखेरि कोही थिएन छायामा छाया पनि थिएन अनि लाइट अन अफ गरेको अनि हामीलाई त डर लाग्यो अनि सरलाई फोन गरेर बोलेको अब के छ यो कट पनि गर्छ नि त हाल्दिन अब त के हाल्नु सक्छ थाहा छैन ल तर कस्तो खिच्चा भइरहेको छ भुइँमा सुटिङ दिउँसोको खाना 12 बजे उता खाएको थियौँ होइन अनि त्यहाँबाट एकैचोटि कति 5:30तिर आएर 6:30तिर भात खाँदा पनि म्यामदेखि भात पकाउनु थालेको हाले ओइ त्यहाँ मेरो पैसा चाहिँ नहराओस् ल गाइस सबैको यहाँ मोबाइल चोरिदिनुपर्छ राति कसको छ कसैको छैन यहाँ मोबाइल ए सबै आफू छ अघि एल्ला कस्तो प्रेम गरेको मोबाइल छोडेछ कि पहिलो पुगेर आएर अनि मोबाइल लगेर गयो अनि मलाई पनि भन्दै थियो अब मलाई यति साह्रो बस पाएर बसेको है त्यही भएर म तपाईँहरूसँग जान्थेँ यतिखेर हामी यस्तो दिदी यहाँ ठ्याक्क हट्नु हट्नु हामी चुडेले किन नभन मलाई लाग्छ क्या हेर्नु चुडेले के गर्नु छैन कपाल पनि तानो अब भुटै हो भन्ने पनि हामीले छुइनँ तर पनि अब हुन्छ नि बच्चामा त्यही सिकिन्छ अब ठुलो भएर हामी टिचर हुन्छौँ अनि हामीलाई पनि टिचर भयो भने सायद म त बुझेन टिचर हामी भइहाल्यौँ भने मिसहरूले भित्र पत्याउनु हुन्न नि त के हुन्छ नि यस्तो कुरा अब हामी भोलि बस्छ भेटौँ न त्यही हो अब कति लामो भइसकेको छ अब हामी सुतेको होइन जस्तो अब निन्द्रा आउँछ सुत्ने हो कति बजे भनिदेऊ न ठ्याक्क 12 पनि क्रस भइसक्यो नि हौ 12:30 भनिसक्यो हो त 23 भइसक्यो अघि म कति मिनट सुतेँ धेरै सुतेँ सुतेको पनि छैन मतलब त्यो गेम खेल्न थाल्यो नि अनुसन त्यतिखेर सुतेँ अन्त कतिखेर छोड्नु भएको थियो खेल्न अनि तपाईँ त मोबाइल हेर्दै हुन्थ्यो त आधी घन्टा कुन भिडियो